सो हेलो एवरीवन भाई भन यति राख्दा ठिक राखेँ अब राखेँ खिचियोस् नि नजा के पानी म फेरि बोल्छु यहाँ आइज सो हेलो एभ्रिवान गाइज वेलकम ब्याक टु माई अनदर न्यू ब्लग लामो समयपछि ब्लग हाल्दैछु अनि ब्लग चाहिँ आज के हुन्छ भने म बजार जाँदैछु लामो समयपछि बजारमा के कस्तो छ बजारको माहौल बुझ्न पर्यो भनेर अब ठ्याक्क बजारमा भेटौँला सो गाइज अहिले चाहिँ म हिँडिसकेँ बजार बाटोमा छु अनि देख्न सक्नुहुन्छ पछाडिको नजारा घाम डुब्न लाग्नु भएको छ उहाँ सर चाहिँ डुब्न लाग्नु भइसकेछ अनि अगाडि अगाडि मान्छेहरू पनि छन् अनि यही बाटो हुँदै जाने हो बजार अनि हामी यताबाट पनि जान सक्छौँ पछाडिदेखि पनि तर हामी चाहिँ यता खोलातिरको बाटो जान थालेको किनभने नयाँ पुल बनिरहेको छ नि त ऊ त्यहाँनिर देख्न सक्नुहुन्छ अहिले ठ्याक्क पानी परेको थियो अघि दिउँछ अनि भ्यू चाहिँ राम्रो आइरहेको छ नि त उता अगाडिको माथि त्यो नुवाकोटको डाँडो हो होइन सो गाइज अहिले चाहिँ म पुलनिर आइसकेको छु अनि ए सरी यतापट्टि रेनबो भन्छ के अरे के हो यो हाम्रो त इन्द्रणी भन्थ्यौँ के अरे सो इन्द्रणी लागिरहेको छ 7 रङको एक रङ मिसाइदिनु पो 8 रङ हुन्थ्यो सो गाइज इन्द्रणी लागिरहेको छ यहाँदेखि देख्न सकिन्छ यस्तो बब्बाल देखिर मान्छेहरू त्यहाँदेखि आइरहेको छन् गइरहेको छन् यस अनि यो चाहिँ हाम्रो नयाँ पुल म पुलदेखि खतरा भ्यू देखाउन गइरहेको छु यहाँदेखि हेरेर यो माथिको चाहिँ नुवाकोटको पर्छ नुवाकोटको डाँडाहरू अनि यो चाहिँ खतरा देखिरहेको छ अहिले यता चाहिँ वाउ सो गाइज अहिले चाहिँ पुलबाट म यतापट्टि बजारतिर जाँदैछु अनि म चाहिँ अब एकैचोटि गएर बजारमा गएर टाक्क बजारमा गएर भेट्छु हजुरहरूलाई सबै सो गाइज बजार चाहिँ आइपुग्यो तर बजार चाहिँ दसैँको चलपल भन्दा पनि खाली रहेछ खासै पहिला जस्तो रहन्छ बजार अब त्यही पनि यसो अलिकति बिचमा एउटा कालो मान्छे डुल्यो त्यही पनि डिस्टर्ब गरे यो बिचमा यो गोरो मान्छेले यता धेरै सेतो देखिस् के त यता आइज अनि त्यही पनि अब खासै त्यस्तो त रहेनछ हल्का हल्का फुल्का सो अफ गरिदिइहालौँ न केही छैन बजारमा त सब खाली सुनसान मगमग कता कता चाउमिनको बास्ना है नाकले फेरि यस्तो खानेकुरा थपाइहाल्छ सो गाइस पहिलाको जस्तो छैन सब खाली छ बजार अनि खासै राम्रो छैन ए राम्रो त बिचु ए वाउ नाइस ब्युटिफुल इन द बजार ब्युटिफुल लेडी इन द बजार अरू त के भन्नु गयो यार दसैँमा घर गयो नि गयो के हो दसैँमा घर गयो नि भने सोध्न तिमीलाई भाइ जान बोला न त्यो मुह त त्यसले त फर्किन्छ डराएर हेर हेर त भाग साला छुतिया कमिना सो गाइज म चाहिँ अर्को डाइबोटलको बजार आइसकेको छु यो चाहिँ अर्को दिनको भ्लग हो यो चाहिँ अर्को ठाउँको भ्लग हो अनि बोल्न चाहिँ मलाई कति लाज लाग्यो यत्रो मान्छेहरू अगाडि धेरै दिनपछि भएर होला तर भिडियो बनाइरहेको छु अलिअलि म चाहिँ खासमा अलिकति थोरै सामान लिन मात्रै हिँड्यो हो जेरी लर जान्छु भनेर म जहाँ जेरी लिन जाने हो त्यो ठाउँ चाहिँ यताबाट हो अनि ओहो यहाँनिर अलिक ठ्याक्क भिड रहेछ यहाँको त अलिक एक्स्ट्रा पनि दिन्छ कि मलाई 2-4 वटा त्यही खाइदिन्छु मलाई त्यही भएर आज भिड रहेछ कि बजारको दाइ मलाई यो पनि एक पाउ तातो हालिदिनु त यहीँवाला चाहियो यहीँवाला
एउटा चाक दिउँ म चाहिँ अलि जेरी चाख्न जाँदैछु तर कस्तो ताजा छ त्यो आज बना ताजा हो कालो त्यो कालो भएको त्यो चाहिँ सही जुसी खा राम्रो ल्याउन त हजुर धेरै खाने भन्नु होला नि धेरै खाना नि कहाँ हुन्छ त नि थोरै खाए पनि त्यो चिज पनि थोरैले अनि चाहिँ म फेरि भयो है यो फेरिको मेरो लागि त यो एकदम तिम्रै लागि रिच फर यु आइरन गराइदेऊ फेरि ड्राइभर कुनाको चाहिँ म त्यही भन्दै आएको कि उतादेखि मलाई चाहिँ दाइले 2-4वटा एक्स्ट्रा पनि दिनुहुन्छ भन्दै यो रासबेरीहरू सबै मिठाईहरू चाहिएमा ड्राइभर टोलको बजारमा कुनापट्टिको साइड छ यतापट्टि आउँदाखेरि लेफ्ट साइडको के चाहिन्छ यहाँ मजाले ल धन्यवाद हजुरलाई सो गाइज म चाहिँ बजार सकेर घरतिर फर्किसकेको भिडियो चाहिँ यतितिर बन्द गर्नुपर्ने हुन्छ अब बाई बाई गुड नाइट